अब अहिले हामी विशेष गरी नेपाल सरकारले घोषणा गरेका हरेक प्रदेश एक औद्योगिक क्षेत्र निर्माण गर्ने योभन्दा पहिलेको 72 सालको निर्णय जुन छ 72 देखि विभिन्न समयमा घोषणा भएका औद्योगिक क्षेत्रहरू कार्यान्वयन नभएर रोकिएको अवस्थामा हामी यी घोषणा भएर अझ शिलान्यास भइसकेका औद्योगिक क्षेत्रहरूलाई निर्माण गरी यिनीहरूलाई सञ्चालन गर्नुपर्छ भन्ने अहिलेको सरकारको म्यान्डेट पनि रहेको छ र सरकार त्यसमा लागि पनि रहेको छ र त्यही सरकारको त्यही आशय र त्यही चाहिँ भिजनलाई हामी कार्यान्वयन गर्नको लागि दैजी गएको थियौँ। दैजीमा पनि भएका समस्याहरू समाधान गरेर अहिले 9 बस्तामा योभन्दा अगाडि हामीले 9 बस्ता औद्योगिक क्षेत्र निर्माण गर्ने कामको लागि विभिन्न समयमा केन्द्रमा चाहिँ मन्त्री स्तरको छलफल पनि गरेका छौँ। त्यसपछि त्यही छलफलको आधारमा जिल्लामा सिडिओ कार्यालयमा सिडिओको अध्यक्षतामा सर्वपक्षीय र सर्वदलीय भेला पनि गरेका छौँ र तत्पश्चात चाहिँ हामीले काम गर्ने फिल्डमा भनेर केही समय अगाडि फिल्डमा त्यो ट्र्याक खन्ने बाटो र चाहिँ के अरे बस्ती र औद्योगिक क्षेत्रलाई छुट्याउने गरिकन ट्र्याक खन्ने भनेर हामीले काम सुरु गरेका थियौँ र त्यो काम रोकियो। त्यहाँ विविध चाहिँ कारणले गर्दाखेरि काम रोकियो। त्यो रोकिएको कामलाई चाहिँ पुनः चाहिँ चालु गर्नको लागि जिल्लामा रहेका सबै चाहिँ स्टेक होल्डरहरूको सहमति र उहाँहरूको चाहिँ सहभागितामा त्यो काम सुचारू गर्ने भनेर हामी यहाँ आएका छौँ र विगत 2-3 दिनदेखि म यहाँ विभिन्न दलका चाहिँ राजनीतिक दलका चाहिँ नेताहरू भेट्ने सरकारवालाहरूसँग भेटेर यो वातावरण बनाउनको लागि चाहिँ म आफै लागिरहेको छु र यही कामको सिलसिलामा यहाँ आइएको छ। जस्तो औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले आफ्नो क्षेत्रबाट गर्ने कामहरू गरेको जस्तै देखिन्छ। पटक पटक यस्ता छलफलहरू भइराखेका छन्। साँच्चीकै भन्ने हो भने यो समस्या के हो जुन चाहिँ समस्याको समाधान हुन सकिरहेको छैन र यो औद्योगिक क्षेत्रको काम अगाडि बढ्न सकिरहेको छैन? औद्योगिक क्षेत्रले यहाँले भने जस्तै औद्योगिक क्षेत्रले पटक पटक होइन विगत यो करिबन 1 दशक हुन थालिसक्यो। 1 दशकदेखि चाहिँ विभिन्न प्रयासहरू गरेकै छ। तर पनि के छ भन्दा राजनीतिक दलहरूको प्रतिबद्धता यहाँ आवश्यक देखिन्छ। राजनीतिक दलहरूले त्यो हाम्रो लागि होइन, औद्योगिक क्षेत्रले चाहिँ औद्योगिक क्षेत्रको मेन काम कर्तव्य भनेको औद्योगिक क्षेत्र निर्माण गर्ने, त्यसमा उद्योग स्थापनाको लागि सहजीकरण गर्ने र उद्योगले चाहिँ रोजगारी र चाहिँ अन्य राजस्व कर लगायतमा चाहिँ त्यसको योगदान रहन्छ भन्ने कुराहरू चाहिँ जगजाहेरै छ। त्यही उद्देश्यलाई चाहिँ त्यही राज्यको त्यही कामलाई सहयोग गर्नलाई औद्योगिक क्षेत्र निर्माण गर्ने हो औद्योगिक क्षेत्रले र त्यो सिलसिलामा औद्योगिक क्षेत्रले यी सबै कामहरू गरिराख्दाखेरि अन्तत त्यसको फाइदा भनेको स्थानीय सरकारलाई हो, जिल्लालाई हो। समग्र अब भनौँ न हामी बाँकी जिल्लाको कुरा 9 बस्ताको कुरा गर्ने भने बाँकी जिल्लाकै चाहिँ समग्र जिल्लालाई चाहिँ यसले योगदान गर्ने हो र त्यस्तै गरेर चाहिँ स्थानीय चाहिँ मान्छेहरूलाई रोजगारी दिने हो, जिल्लावासीलाई रोजगारी दिने हो र वरिपरिका जिल्लाका अन्यवासीलाई पनि रोजगारी दिने हो। त्यो विषयमा हामी चाहिँ प्रतिबद्ध भएर यसलाई काम अगाडि बढाइराखौँ भन्दाखेरि पनि चाहिँ भन्दै पनि अलिकति हामीले आजसम्म महसुस गरेको राजनीतिक प्रतिबद्धता, त्यसलाई निर्माण गर्नुपर्छ भन्ने प्रतिबद्धता विभिन्न समयमा विभिन्न फोरमहरूमा मान्छेहरूको सहमति भइरहेको छ। त्यसमा चाहिँ राजनीतिक दलहरू प्रतिबद्ध हुनुहुन्छ तर पनि फिल्डमा काम गर्न जाँदाखेरि अवरोध भइरहेको छ। त्यसले गर्दाखेरि राजनीतिक रूपमा चाहिँ यो विषयहरू अलिकति जुन लेभलबाट जुन स्तरमा चाहिँ यसको प्रतिबद्धता पाइनुपर्ने हो त्यो चाहिँ नपाइएको हो कि भन्ने हामीले महसुस गरेका छौँ। किन भन्दा तिनै मान्छे जो हामी फिल्डमा अवरोध गरेर हुन्छ विभिन्न चाहिँ दलसँग चाहिँ आबद्ध भएको भन्ने पनि देखिएको छ। अब उहाँहरूलाई चाहिँ पनि सम्झाइ बुझाइ उहाँहरूले चाहिँ कि सम्झाइ बुझाइ गर्नु पर्यो। होइन भने चाहिँ अब राज्यले त्यस्ता प्रवृत्तिका मान्छेहरूलाई आफ्नो तरिकाले चाहिँ व्यवस्थापन गरेर औद्योगिक क्षेत्र बनाउँछ र अब हामी ढिलो गर्नेवाला छैन यो औद्योगिक क्षेत्र बनाउनलाई। यहाँले भने जस्तै विभिन्न पहल गरि नै रहेको छौँ। 10 वर्षसम्म चाहिँ पहल गर्दा पनि नभएको चिज हामी अहिले इमिडिएट यसलाई चाहिँ पहल गरेर अगाडि चाहिँ बनाउनलाई बनाएर अगाडि लिन खोजिरहेछौँ र अब पनि भएन र काम गर्न दिएनन् भने अब औद्योगिक क्षेत्रको यो ठाउँको विकल्प पनि खोज्ने भनेर सरकारले लागिरहेछ र त्यो पनि चाहिँ सकिएन भने राज्यले आफ्ना नियम कानुन र स्रोत शक्ति सबै लाएर औद्योगिक क्षेत्र बनाउँछ।